Hello everyone, welcome to my channel again. म चाहिँ आज जाँदैछु ड्युटी सकेर अनप्लान जाँदैछु 2.5 घन्टाको बाटो लिएर चाहिँ म पुरुलाई भेट्न जाँदैछु। पुरु र मुसे भएकोमा भन आउँदिन भने हैन, पुरुलाई बल्ल बल्ल गएको पुरुसँग बस्छु भने नि त पुरुले बस्नु भन्दैछ भने त मैले पनि त्यसको चाहिँ प्रोजेक्ट सिफ्ट रहेछ भोलि, त्यसले गर्दाखेरि चाहिँ आइज भने कि लास्ट मोमेन्टमा अन्त त्यही भएर चाहिँ म 6 बजे निस्केर चाहिँ जाँदैछु अलगढा बस स्टपमा। आज चाहिँ अलिनतर्फ हिजो जानु नपाए पनि आज त जानु पायो। मनले चाह्यो भने जहाँ पनि जान सक्छ भनेको चाहिँ यही हो प्रुफ। म हिजो कस्तो भइरहेको थियो, मन दुखिरहेको थियो कि एक्लै हो, मलाई मिस गरिरहेको थियो। म फाइनली अब जाँदैछु। आम्बो क्या चिसो हावा चल्यो, सेट हुनु आँटेको छ, क्या राम्रो देखिरहेको रहेछ। यहाँ चाहिँ जहिले पनि मान्छे हुन्छ, के साह्रो मान्छे, यता नि मान्छे उता नि मान्छे। सनसेट भइसकेको छ, अहिले चाहिँ 6 बजे अँधेरो हुन्छ। बस स्टप पनि आइपुग्यो। कति टाइममा आएछु ल म चाहिँ 17 मिनट्समा आइपुगेछु होइन, 17 मिनट भयो तर गाडी चाहिँ लागेको छैन। कति बजीको छ टाइम चाहिँ मलाई थाहा भएन। अब रिचार्ज गर्छु कार्डमा पनि कम्ती छ होला, 20 रुपियाँ त्यसो छ होला, 20 रुपियाँ अरे दिर्हाम। अन्त चाहिँ अब रिचार्ज गरेर चाहिँ अलिन पुग्ने भयो। गाडीमा चढेर चाहिँ बसिरहेको छु। अब बुढोहरूलाई पनि टेक्स्ट गर्नु पनि इन्टरनेट छैन, वाइफाई चल्छ भन्दै थियो तर चलेको छैन। कति बजी अहिले 7 टक्कै भयो, 7 बजीदेखि चल्दो रहेछ होइन गाडी। म हाफ एन आवर पर्खिनु पऱ्यो किनभने 6:30मा आइपुगेको थिएँ नि त। बेवा बस्टान अब चाहिँ गएको म टाढा। भोक पनि लागिरहेको छ कि चिप्स किनेर ल्याएँ, बिर्सेछु खानु दिँदैन भनेर भयङ्कर भएर चिप्स बोकेर ल्याएँ कि, तर यहाँ अलाउै छैन खाने कुरो। अनप्लान्ट अलिन जाँदैछु। अन्त नि सडनली अब चाहिँ मलाई चाहिँ यसरी राति ट्राभल गर्दा चाहिँ के याद आयो भन्दा चाहिँ म आउटलेट मलमा जब गर्दाखेरि हामी राति ट्राभल गर्नु पर्थ्यो होइन, क्लोजिङ ड्युटीहरूमा। त्यतिखेर चाहिँ यति हाम्रो सिलगढीको ग्याङ थियो सबैजना दार्जिलिङको। अन्त यस्तो रमाइलो हुन्थ्यो होइन, सबैजनासँग गफ गर्दै हल्ला गर्दै। हाम्रो एकदम दार्जिलिङको टिमै भन्दा पनि हुन्छ होइन, एक सबैजना थियो। अन्त पुरा त्यो पनि याद आयो। र रातिको ट्राभल जानु आउनु सुतेर नै हुन्थ्यो। आइपुगेर बस स्टपबाट जाँदैछु, पुरोहरू सिग्नलमा आइपुगिसकेको छ। एकछिन चाहिँ सुतेछु होइन, एकछिन चाहिँ निदा है। एसी बेसी भएर जाडो भएर मलाई पनि चिसो भयो भने निन्द्रा लाग्दैन क्या, खुट्टाहरू फेरि पुरा चिसो भएर त्यही माथि ड्रेस लाएर आएको थिएँ। खुट्टाहरू चिसो भएर मलाई के निन्द्रा लाग्नु, नभए त मजाले 2.5 घन्टा सुत्नु सक्थेँ नि, सुत्नु पाइनँ। आउँदैछ पुरोहरू कहाँबाट, दुबईबाट अनप्लान्ड राति हुँदा यहाँ आइपुगिरहेको छु। कस्तो अँधेरो देख्दो रहेछ यहाँ त। पुरु र मुसे चाहिँ यहाँ सिग्नलको त्यहाँ छु भन्दै थियो, आउँदै होला होइन। कहाँबाट ल दुबईको मान्छे त मलाई लिन आइरहेको छ होइन। म के सोच्दै थिएँ भन्दा यस्तो हिँड्दा नि यस्तो पासुरा दुख्दै थियो नि त। मलको दर्शन पनि भयो। यहाँ चाहिँ हामी दिदीलाई भेट्न आएको एकैछिन हो। कस्तो गरे रे है पुरो हतार त खाना पाक्दैछ, चिकन बनाउँदैछ हो। होइन हतार फेरि अनि पनिर बनाइदिइरहेको रहेछ ऊ, मेरो बहिनीले पनिर बनाइदिइरहेको रहेछ। अब हामी चिया खाने मजाको पार्टीको चिया यहाँ हँसाउने चाहिँ यहाँ छ नि। मेरो भिडियोमा चाहिँ एक्सप्लेन गर्दै रहेछ क्या त। अब होइन यहाँ पुच्का पनि छ हाम्रो आज हामी चाहिँ अब इन्जोय गर्ने। अब सेकेन्ड पार्टी पनि हुँदैछ, यो सानसिन ग्रुप पार्टी चाहिँ हुँदै थिएँ के भन्छ छोडेकोहरूको पार्टी भन्नु छैन, कसले चाहिँ गरेको छोडेको अझै झरे छैन बेबी सबको दिदी अरे ए सानी अरे पुरुको त सानो त सन्तान छ। यस्तो आमामा दुबईबाट यस्तो 2.5 घन्टा लगाएर आएर चाहिँ
मेरो मायालुहरूले चाहिँ फेरि पुच्का बनाइदिरहेको रहेछ नि त यहाँ त कचक्क हाम्रो पुच्का पार्टी हुँदैछ अब हामी पुच्का खाने रेस्ट गर्ने मजा गर्ने यहाँ चाहिँ हिजोको मलाई पार्टी देखाउँदैछ यहाँ सक्दैन भन्दैछु हिजोको भिडियो हेरेर चाहिँ म हाँस्दैछु आज हिजो झन् लाइभ कस्तो भएको थियो होला अब थाप्छ होला हौ सोच्छु नि हेर छाती भयो यस्तोको बिचारा माया लाग्यो दाइ माया लाग्यो इन्डियन आइडलको उयो जस्तो लाग्यो है कल्चो यो भिडियो पठाइदिएर कस्तो चाहिँ हुन्छ इन्डियन आइडलमा क्या त त्यो बिर्सेर अब गीतहरू अहिले कस्तो सिरियल भएको बेसी खाएर होला हौ नि नभए त ऊ त्यस्तो अब यत्रो मेहनतको बादमा के भन्छ 2.5 घन्टा लगाएर आएको चाहिँ माया चाहिँ यहाँ पुच्का बनाइदिइरहेको कस्तो बनाएछ खै यसले दामी भविष्यमा पुच्का दोकान गर्न सक्छ साथी तिमीले पुच्का चटपटे मोमो यहाँ छ नि पानी टेस्टी भन नि टेस्टी हिजो चाहिँ त खाँदै खुट्टा त के अरे बहिनी जस्तै तिम्रो नै छ भन्न 2.5 घन्टा दुःख गरेर चाहिँ माया चाहिँ यति पाउँदैछ है मालिस गरिदिन्छ अरे हो कन्टिन्यू ड्युटी गरेर त यहाँ यस्तो छ उसलाई चाहिँ कसले गर्ने उसलाई चाहिँ कसले गरिदिने तिमीलाई कसले गरिदिने यसले चाहिँ मसाज माग्छ यसलाई जरुरत छ मसाजको मटर पनिर बाई बाई गुड नाइट बाई 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 ल आज पनि आउनु भएकोमा थ्याङ्क यू अब होइन मैले चाहिँ आज पुरै आशा गरेको थिएँ मैले टेक्स्ट पनि गरेको थिएँ देख्नुभयो फेसबुकमा केही छैन अब थाकिरहेको हुन्छ है म बुझ्छु नेक्स्ट टाइम ल गुड नाइट बाई बाई गुड नाइट दादा बाई हुन्छ यहाँ चाहिँ खाना हाम्रो चाहिँ लु लास्ट एन्डको आमा के मुसे आमा भेराइटी छ त हौ अब खाइरहेको भोलि आलु फुलकोपी लु खाम नानी अनि दसैँ त यहीँ भयो त के खानु के नखानु हाम्रो चाहिँ लु लास्ट एन्डको अब खाना हुँदैछ खाना खाएर चाहिँ सुत्ने सबैजनाको भोलि आफ्नो आफ्नो ड्युटी छ पुरो पनि मर्निङ रहेछ नि उसको आँखा झ्याप भइसक्यो अब खाना खाएर सुत्ने गुड नाइट एभ्रिवान बाई बाई सी यु इन नेक्स्ट ब्लग बाई